बाबु नानीहरू पहिला हामी यो दिदीको शरीरभित्र दुर्गा पर्साईको हातमा पसेको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। त्यो भनेको राक्षस शक्ति हो। ल सुरु गरौँ। दुर्गाले अब बनाउँछिन् कतिलाई मुर्गा। आज भोलि दुर्गा माताले चस्मा लगाउनु हुँदो रहेछ। सिस्नो पानीले हाटेपछि ओरिजिनल फर्ममा आउँछन्। यो रोगलाई विदेशतिर डिमेन्सिया भनिन्छ। नमस्ते हजुर, म चाहिँ शिव। हिरो भन्दैछ यस्तो हान्छु। ल सुरु गरौँ। यति धेरै अनावश्यक खर्च उडाउनु भन्दा कुनै अनाथ आश्रममा तातो कपडा किनेर दिनु नि। म बाउले भने नमान्ने मान्छे, तपाईँले भनेको चाहिँ मान्ने। उनीहरूको आम्दानीको कमाइले बिहेमा खर्च गर्छन्, अरूलाई के को टाहा भएको होला। मैले भनिसके मलाई केटी मान्छे पार्टीमा कमन पर्दैन। रिसाउनु चाहिँ कोही नरिसाउनु ल, बेहुली जस्तो नि देखिन मैले त। यति धेरै खर्च गर्नु भएको छ, अलिअलि पैसा मलाई नि दिए हुने। ल पैसा नहीं है ऐसी विदाई हो तो लंबी जुदाई हो तो ल सुरु गरौँ। ए त्यो छेउको नानीलाई नि दियो न। मेरो साथीको बिहेमा मेहन्दी लगाएको बेला पिसा भएर मैले सुरुवाल खोलिदिएको याद आयो यो भिडियो देखेर। मनमा एउटा प्रश्न आयो, हग्स आयो भने के गर्ने? अरे कहना क्या चाहते हो? मैं नहीं बताऊंगा। माया एउटा सम्म, बिहे अर्को सम्म, यार जीवनमा दुःख लाग्दो। कसलाई दाइ बनाउँदा के हुन्छ? नाइ दाइ किन बनाउने? यति बेला दिशा आयो भने के गर्ने? गुड क्वेश्चन। ल सुरु गरौँ। बुढा मात्र होइन, म पनि कमाउँछु। एटिएम होइन अब तिम्रो जगल्टा समाउँछु। दुःख पीडा मनबाट हटाइदेऊ, यस्तै सासु आश्रम पठाइदेऊ। बल्ल छोरी लाकीटी रमाउन लगे, अब नोकर्नी बनाउन। आफन टेक्न पाएको छैन, बुहारीले वचन लाउन थाले। हमारे यहाँ ऐसा ही होता है। यही नहीं, अभी और सुनिए। प्लिज बुहारी रिटर्न गरिदिनुहोस् अनि छोरालाई गुन्युभित्र राख्नुहोस्, एटिएम नि आफै समाउनुहोस्। मजा आया। आजा माँ तुझे मैं शॉपिंग करवाऊं, तू फिक्र नहीं कर पैसा पानी है। आजा हम घूमने चले।